साथीहरू, तपाईहरूको बीचमा फेरि पनि मैले एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। अन्तिमसम्म हेरिदिनुहोला। र कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो पुनर्वास अनि बेलौरीतिर यो अनलाइनमा भिडियो हेर्दाखेरि नै पैसा आउँछ भन्ने अनलाइन स्क्याम फेरि चलिरहेको छ। र यसले चाहिँ 7-8 जना मान्छे जोइन गर्ने अनि त्यसमा पनि पैसा पाउँछ भनेर चाहिँ हल्ला चलिरहेको छ र कतिजनाले लिङ्कहरू पनि पठाउँदै हुनुहुन्छ। हामी यतिसम्म मूर्ख नबनौँ, भिडियो हेरेर पैसा पाउँछ भन्दाखेरि हामी त्यसको पछि लाग्ने। भिडियो हेरेर पैसा पाउने भए कसैले पनि दुःख गर्दैन थियो होला। र यति धेरैजना विदेशमा जानुभएको छ, कसैलाई सुख होला, कसैलाई धेरै गाह्रो छ। म पनि परदेशमा बसेर आएको मान्छे, धेरै दुःख कष्ट गरेर पैसा कमाउँदै हुनुहुन्छ। यदि भिडियो नै हेरेर पैसा आउने भए उहाँहरूको मेहनत, त्यत्रो धेरै परिश्रम उहाँहरूले गर्नुपर्ने नै थिएन। मेहनत नगरिकन कहीँ कतैबाट रुपैयाँ पैसा आउँदैन। यदि आइहाल्यो भने त्यत्तिकै पैसा आउन थाल्यो भने हामीले त्यो ठाउँमा सोच्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि सित्तैमा अथवा कहीँ कतैबाट पैसा यतिकै आउँदैछ भने त्यो ठाउँमा विचार गर्नुपर्छ। र साइबर ब्युरोबाट पनि हामीलाई धेरैचोटि सचेत गराइसकेको छ कि जहीँ पाए त्यहीँबाट आएको लिङ्कहरू चाहिँ क्लिक नगर्नु भनेर। किनभने यसबाट तपाईँको व्यक्तिगत ब्याङ्क खाताहरू अनि सामाजिक सञ्जाल, फेसबुक अनि अन्य सामाजिक सञ्जाल तपाईँले जुन प्रयोग गर्नुहुन्छ ती कुराहरू ह्याक हुनसक्छ, तपाईँको मोबाइल ह्याक हुनसक्छ, जसले गर्दाखेरि चाहिँ तपाईँका ती गोप्य इन्फर्मेसनहरू चाहिँ उनीहरूले चोरी गर्न सक्छ। यो चाहिँ हामीले विचार गर्नुपर्ने